नमस्कार। आज चाहिँ म तपाईहरुमाझ एउटा लघु कथा लिएर आएकी छु। के कस्तो हुन्छ कमेन्टमा लेख्न नभुल्नुहोला। अंशबण्डा मेरो लघु कथाको शीर्षक छ अंशबण्डा। आज श्यामबहादुरको घरमा बिहानैदेखि खैलाबैला छ। सबै गाउँलेहरू जम्मा भए। श्यामबहादुरको 2 भाइ छोरा छन्। जहिलेदेखि छोराहरूको बिहे भयो रात दिन घरमा खैलाबैला भने नौलो कुरा होइन। कहिले सासू बुहारीको ठाकटुक त कहिले बाउ छोराको, कहिले देउरानी जेठानी, कहिले दाजुभाइ। तर आज भने निकै ठुलै थियो। सबै गाउँलेहरू आँगनमा भेला भएका थिए। अंशबण्डाको कुरा चल्यो। सुरुमा जग्गा जमिन भाग लगाइयो, त्यसपछि भाँडा कुँडा अनि अन्नपात। श्यामबहादुरले हाम्रो मात्रै 2 भाइ छोरा हुन्, त्यसैले अंश पनि 2 भाग लगाउँ। अब हामीलाई पनि बुढेसकालले छोयो, काम गर्न पनि सकिन्न। एक भाइको सहारा लिम्ला बसौँला भनेर सबै जग्गा जमिन अन्नपात भाँडाकुँडीदेखि केही नराखिकन 2 भागमा बाँडिदिए। बाँडेका सबै कुराहरूमा हाम्रो समाजमा अझै पनि कान्छो छोराले रोज्न पाउने अधिकार मजबुत छ। गाउँका केही बुद्धिजीवीहरूले छोराहरूलाई रोज्न भने। पहिले कान्छाले आफ्नो भाग रोज्यो, त्यसपछि जेठोले। दुवै खुसी थिए, किनकि उनीहरू आफ्नै रहरले छुट्टिएर बस्न खोजेका थिए। आज त उनीहरूको रहर पूरा हुने भएको छ। आज उनीहरूले बाक्लो दाल खाने दिन। गाउँघरमा बाआमादेखि छुट्टिएर बस्नुलाई अर्थात् भिन्नु बस्नुलाई बाक्लो दाल खानु पनि भनिन्छ। सायद आफ्नो खुसीले आफूले मन लागेको खान पाउने भएकाले गाउँघरमा बुढापाकाहरूले छुट्टिएर बस्नुलाई बाक्लो दाल खानु भनेका होलान्। श्यामबहादुर विचार गर्दै थिए कि हामी कुन छोरासँग बस्ने भनेर। उनले मनमनै सोचे, राजाको जेठो छोरो दुनियाँको कान्छो छोरो भन्छन्, कान्छासँगै बस्नु पर्ला। गाउँका एकजना अलि पञ्चले भने, लौ केटाहरू हो, तिमीहरूको अंशबण्ड सकियो, अब पालो बाउआमाको। भन कसले पाल्छ बाउआमा, कि मैना पालो गर्छौ। तर यति भन्दा पनि 2 छोरा केही बोलेनन्। केही समय सबै मौन भए। चारैतिर सन्नाटा छायो। यस्तो देख्दा यो लाग्थ्यो कि उनीहरूलाई बाआमादेखि दिक्क लागेर छुटकारा पाउन भिन्नु बसेका थिए। छोराहरू कोही बोलेनन्। त्यसैले श्यामबहादुर 2 छोराको बीचमा बसेर 2 छोराको अनुहार हेरे। उनीहरू भुइँतिर फर्केर मौन बसेका थिए। तब रामबहादुरलाई धेरै नराम्रो लाग्यो। भक्कानो फुटेर आयो, आँखा भरिए। उता श्यामबहादुरकी श्रीमती भने रोइरहेकी थिइन्। यत्तिकैमा श्यामबहादुरले आफ्नो मन दह्रो बनाएर आँखाको पानी खस्न नदिई नुन्चे स्वरमा भने, स्याबास छोरा हो, धेरै राम्रो गर्यौ। तिमीहरूको खुसी नै हाम्रो खुसी हो। तिमीहरू सधैँ खुसी हुनु। हाम्रो चिन्ता नगर बा। तिमीहरूलाई तिमीहरूको आमाले त्यही हातले हुर्काएकी थिए। मैले त तिमीहरूको सुनौलो बालापन पनि देख्न पाइनँ। जब तिमीहरू सानो थियौ, मैले तिमीहरूलाई तिमीहरूको आमाको काखमा एक्लै छोडेर गएको थिएँ, तिमीहरूबाट टाढा। मन त मलाई पनि थियो नि बाबुहरू, तिमीहरूसँगै बसेर तिमीहरूको सुनौलो बालापन हेर्न। तर मैले मेरो त्यस्तो सुनौलो पल गुमाएँ। किन थाहा छ छोरा हो? तिमीहरूको भविष्य बनाउन। थाहा छ छोरा हो, म कहिल्यै रातभरिको मिठो निद्रा निदाउन पाइनँ।
मनिदो बसेर तिमीहरूको मिठो निन्द्रा किन्नु पर्थ्यो। मैले कहिले नयाँ लुगा किनिन। जति पटक मेरा शरीरको कपडा च्यातिन्थे मैले उति नै पटक सियो र धागोले टालेको छु। तर जसरी त्यो कपडा च्यातिएको थियो नि, त्यो भन्दा बढी आज मन च्यातिएको छ। न त टाल्नै सक्छु न त सिलाउनै। थाहा छ बाबु, मैले तिमीहरूको बासको जोग गर्न यो घर बनाउन म कति रात खुल्ला आकाशको छानो बनाएर सुतेको छु अर्काको देशमा। तिमीहरूको पेट भोको बस्ला कि भनेर कति रात भोको बसेको छु छोरा हो। म तिमीहरूको खुसी, तिमीहरूको हाँसो किन्न पटक पटक रोएको छु। अर्काको एपाइ सहेर, अर्काको वचन खाएर तिमीहरूको सुनौलो बालापन, सुनौलो भविष्य बनाउन मेरो सुनौलो अमूल्य जिन्दगी परदेशमै सकिएको थियो। कुनै दिन तिमीहरूलाई सन्चो नभएको खबर सुन्दा पल पल म आफै मरेको हुन्थेँ बिरानो ठाउँमा। मेरो सिङ्गो जवानी बेचेर तिमीहरूको उज्जवल भविष्य किने। तर यसको बदलामा मैले के पाएँ बाबु? हेर यहाँ तिमीहरूको आमा, जसले एक्लै तिमीहरूको रेखदेख गरी तिमीहरूको चिन्ताले रातभर अनिदो बसी, ताकि भोलिका दिनमा मेरा छोराहरू बुद्धिमान होला, बुढेसकालमा हाम्रो सहारा बन्लान् भनेर। ठिकै गर्यौ तिमीहरूले, किनकि मैले तिमीहरूसँगै बसेर तिमीहरूलाई संस्कार दिन सकिनँ। हिजो तिमीहरूकै खातिर म एक्लो भएँ, अनि आज पनि तिमीहरूकै कारण एक्लो हुँदैछु। तर तिमीहरू सधैँभरि खुसी हुनु। तिमीहरूको यस्तो दिन कहिल्यै नआओस्। तिमीहरूको सन्तानबाट कहिले तिमीहरूले छुट्टिन नपरोस्, किनकि तिमीहरूले सहन सक्दैनौ आफ्नै मुटुको टुक्रा छुटेर बसेको हेर्नु। मैले तिमीहरूको उज्जवल भविष्यको निम्ति घर परिवार अनि तिमीहरूलाई त्यागेँ, तर तिमीहरूले आज मलाई नै त्यागिदियौ। यति भन्दै श्यामबहादुर आफ्नै छातीमा मुड्कीले हान्दै बक्कानिएर थचक्क बसे। श्यामबहादुरकी श्रीमती पनि टाको छोडेर रोइरहेकी थिए। जम्मा भएका सबै मान्छेहरूको आँखा रसायो। श्यामबहादुरको यस्तो दर्द भरिएको कुराले सबै घायल भए, तर उनीहरूको छोराहरूको मन रसाएन। अन्ततः समाजले यस्तो निर्णय गर्यो, श्यामबहादुर र उसकी श्रीमतीलाई 1 महिनाको खानपानको खर्च जेठो अनि अर्को महिनाको कान्छो गर्दै पाल्ने निर्णय गरियो। पालो भयो बा आमा कोसँग बस्ने। कोसँग बस्ने भनेर सोधे। श्यामबहादुरले आफ्नी श्रीमतीको आँखामा हेरे। पालो बाआमाको थियो कोसँग बस्ने भनेर सोधे श्यामबहादुरलाई समाजले। श्यामबहादुरले आफ्नी श्रीमतीको आँखामा हेरे। उनी पनि आफ्ना सन्तानहरूबाट छुटिँदा असह्य पीडाले छटपट भएर रोइरहेकी थिइन्। आजलाई यति नै। यो पार्ट 1। पार्ट 2 को लागि अवश्य कमेन्ट गर्नुहोला। के कस्तो लाग्छ कमेन्टमा लेख्न नभुल्नुहोला। पार्ट 2 लिएर फेरि आउनेछु। अब श्यामबहादुर कोसँग बस्छन् त? श्यामबहादुर र उनकी श्रीमती र छोराहरूको प्रतिक्रिया के कस्तो हुन्छ अब पार्ट 2 मा आउनेछ। पार्ट 2 को लागि कमेन्ट गर्न नभुल्नुहोला।